हेलो एभ्रिवान, फेरि पनि तपाईँहरूलाई मेरो भिडियोमा स्वागत छ है त। आज चाहिँ म यता मेरो साथीको घर आएको। अनि साथीको घरमा चाहिँ फ्यामिलीहरू चाहिँ कोही कता काम परेर जानुभयो रहेछ। होइन बल्ल बाल्छ बत्ती, अहिले नै बाल भन्दा बाल्दैन। भिडियो बनाउँछु अनि सबै कामले फेरि भन्नु। अनि बेलुकालाई भनेर आज स्पेसल आइटम ल्याएको छु होइन। अनि हाम्रो चाहिँ मैले नाम मेन्सन गरेँ नि, मेरो साथी कृष्णा चाहिँ सेफ हुनुहुन्छ। सेफ भन्दा पनि भयो, एकदम मिठो बनाउँछ। अनि सेफले चाहिँ हेर्नु के ल्याएको छ, वाइ चाउचाउ अनि भुजिया छ। खै मैले त भुजिया चाउचाउ खान्छु, त्यस्तो स्पेसल इन्ग्रिडियन्टहरू त्यस्तो नहाल्ने भएर खासै त्यस्तो मिठो हुन्न। यसले त खै के हाल्छ कुनै मिठो गरेर बनाउँछ। अनि आधा किलो मासु लिएर म अब त्यही एप्स हान्ने होला नि, देखाउँछु है तपाईँहरूलाई म कसरी बनाउँछु। मेरो साथीले खाइरहेको हुन्छ यस्तै खुर्सानी है। यो चाहिँ के हो त नि, यो भाँडाको छ नि, यो हेर्नु त के पाउँछ यार यसकोमा यार। के हो यो, अचार हो? यो मुलाको अचार हो। मुलाको अचार हो, मुला र उसको कागती छ। कागतीको अचार मिक्स गरिदिएको कि। यो घरै बनाएको हो। म देखाउँछु है तपाईँहरूलाई। पक्कै आन्टीले बनाउनु भएको होला। यस्तो मुलाको अचार अनि कागती पनि मिक्स रहेछ। आज ट्राई हानिदिनु भयो होला। के हो, टन्नै बनाएको थियो कि यो माथिसम्मै बनाएको थियो कि के हो? मुलाको थियो त्यहाँ, कागतीको अलिकति थियो, पहिला नि बनाइरहेको थियो र। कागतीको छ नि त, कागती छ त्यो भएर त्यसको चाहिँ के हो, ए राजमा बनाएको भात बसाले छ कि कुच्चाने बसाले छ यार। यसलाई एकछिन त्यतिकै राखिदिउँ, यता चाहिँ तरकारी भनौँ, भातको पछि बसालिदिउँ है थालै थालो। यो चाहिँ के अरे भात बसाले होइन, भात दाल। अब तरकारी ओके, हाम्रो डिस चाहिँ फाइनली रेडी भइसकेको छ होइन। अनि उहाँ चाहिँ हाम्रो सेफ सर हुनुहुन्छ। आज कस्तो हुन्छ चेक गर्नु होला है। म चाहिँ रेड गर्ने छु होइन। पहिला देखाउनु न दर्शक बिनहरूलाई के के बनाएको छ भनेर। अनि यस्तो यसले फेरि यस्तो स्पेसल डिस चाहिँ अलिकति त्यस्तै हुन्छ नि त। म आउने बेला चाहिँ स्पेसल बनाएर खुवाउँछ मलाई। ल देखाउँछु तपाईँहरूलाई। कडा बनाएको छ। यसको हातमा त जादु छ क्या। यसमा चाहिँ फेरि बियर हान्नु होला। फेरि यो बियर होइन स्प्राइड है। स्प्राइड हो नि यहाँ। ल सुरु गरौँ है साथीहरू है। साथीहरू अब सुरु गरियो, भोक पनि लागिसक्यो। साथै त्यो तपाईँहरूले खाना नखानु भएको सँगै बसेर खाऊँ है त ल। खाएर भन्न बसेको साथी। ए ल म भन्छु, खाए ल। कस्तो पपुलर है त्यो दिदी है। त्यो दिदी त पुनो भनेको होइन र, मगर भनेको होइन। ए राइनी हो, राइनी मगरसँग बिहारेको। ए त्यही भएर मगर लिएको, राई हो खास। राई मगर लिएछ कि। ए म त मगर बनाएर बसेको थिएँ। उहाँजीको श्रीमान चाहिँ राई, त्यो मगर। त्यही टिकटकमा खायो ल भनेको देख्दा त्यही हेर्दै भिडियो हेर्दै खाँदै गर्दा आज लप परेर जस्तो। कति अगाडि हो अरे तैँले कुकिङको क्लास लिएको? कति वर्ष अगाडि? भयो होला 4-5 वर्ष भयो। 5 वर्षै भइसक्यो। 5 वर्ष। अनि त्यहाँ कुकिङ सिकाउने बेला त्यहाँ उस गराएन? कति वर्षको सिक्यो? 6 महिना कि 3 महिना अरे? 3 महिना।
अनि त्यहाँदेखि डिस बनाउनुभन्दा अगाडि ब्ल्याकबोर्डमा देखाउँछ नि त नोट कपी चाहिँ स्टिल छ त्यो कपी कि छ रहेछ यो छ मैले राखिरहेको छु त्यो अहिलेसम्म होला होइन म त कहाँ गयो कान्तिपुरमा आएर हामीले मैले पनि सिक्न त सिकेको थिएँ तर सिकेको भन्दा त केही नै आउँदैन बनाउन यसले चाहिँ जस्तो राम्रै मिठै बनाउँछ बिर्से छैन मेरो साथीहरूले कुन चाहिँ तैँले चाहिँ कुन चाहिँ मिठो बनाउँछ जस्तो लाग्छ कि आफूलाई कि यो चाहिँ एकदम मिठो लाग्छ कि डिस बनाउन पनि मजा आउँछ मिठो पनि लाग्छ बनाउनु पनि मजा आउँछ कुन चाहिँ डिस यही मासु पोर्कको हुन्छ बिरयानी के बनाउँछ नि त कहिले मोमो चाउमिन के बनाउँछ नि कुन चाहिँ मजा लाग्छ बनाउन नि मिठो पनि हुन्छ पोर्कको मासु चाहिँ बनाउन मिठो लाग्छ ए बनाउँदाखेरि मिठो हुन्छ बनाउनु पनि मजा लाग्छ अब खान पाइन्छ पोर्कको मासु भनेर पहिल्यै अलि रङ्गो लाग्छ नि त मैले चाहिँ त्यहाँ मेरो लिङ्कमा मेरो साथीको युट्युब आइडी मेन्सन गर्दैछु त्यस्तो मुखबाङ भिडियोहरू हेर्नु पऱ्यो भने चाहिँ उसको च्यानलमा भिजिट गर्नु होला है आउनु होला स्वागत छ मेरो युट्युब च्यानलमा डेन्जर आउँछ यार भ्युज यार डेन्जर पाउँछ त्यस्तो साह्रो त हुँदैन खाएको मात्रै राम्रै आउँछ नि त ठिकै स्टार्टिङ पोइन्टमा चाहिँ स्टार्टिङहरूलाई चाहिँ ठिकै भनौँ न तेरो लङ टर्मसम्म कहिले छ भने चाहिँ राम्रै आउँछ भ्यू अहिले नि त नर्मली 500 त कटिरहेको हुन्छ नि त हामीले चाहिँ भुजिया नि खाएर भ्यायौँ है अब भात खानु लाग्यो तर लास्टै हन्तकाले त हन्तकाले यार त्यत्रो भुजिया खाएर पनि भात खानु लाग्यो जान्नु त जान्छ कि है हाम्रो है कहाँ सकिन्छ अरे यार हामीसँग खाना खान यार त्यही भुजिया खानु परेको तर होइन तर भात चाहिँ सकिन्छ तर यस्तो हुँदो रहेछ यार त्यो केटाकेटीमा जस्तो जति खाए नि पच्ने हुन्छ नि त यो अलिकति पछि के अरे त्यो उमेर के हुन्छ बढ्दै बढ्दै गएपछि चाहिँ आफूले आफ्नो हेल्थको नि ख्याल गर्नु पर्दो रहेछ नत्र ज्यान लगाइहाल्ने रहेछ धेरै पहिला जस्तो खान्छु भने जान चाहिँ जान्छ त्यही तर पहिलाको जस्तो पहिलाको यो त झन् अझै डबल खान्थ्यो होइन कम खान्थ्यो तर मैले है अहिले चाहिँ होइन प्रायः सबैको थियो हाम्रो मात्र होइन त्यो टिनेज टाइममा छुट्टै खाइन्थ्यो त आमा पस्थ्यो कि फेरि अलिकति खाँदा नि ढुस्स हुन्छ खाएर भन्ने विषय चाहिँ खाएँ ल स्पेसल छ है त आज खाना ल यहाँ चाहिँ साग छ मासु छ अनि आलु फ्राई त्यही भात र यो सिमीको दाल मुखबाङ भिडियो बनाउँदा नि यस्तै हो है ठ्याक्क है यस्तरी हो यत्तिकै बोल्ने त्यस्तो केही सोचेर बस्दिनु है यत्तिकै जे आउँछ त्यही बोल्ने त्यही भन्ने मुखमा नि तर जे आउँछ त्यही भन्ने ठिकै छ सोचेर भन्नुलाई नै के हुन्छ झन् बिग्रिन्छ कि है यो भन्छु त्यसपछि यो भन्छु भने त आउँदै आउँदैन कि बरु बोलिराख्ने बानी भयो भने चाहिँ बोली फुट्छ नि त अनि सजिलो हुँदो रहेछ कि हुन त त्यस्तो बानी त परेन त्यहाँदेखि पब्लिकमा जाने बित्तिकै हेलो एभ्रिवान फेरि पनि स्वागत छ हाम्रो आजको नयाँ भिडियोमा भन्नु पऱ्यो भने कस्तो अप्ठ्यारो लाग्छ अझै पनि त्यस्तो खुलेर त भन्न सक्दैन त्यहाँदेखि पहिलाभन्दा बानी चाहिँ के अलि पहिलाभन्दा चाहिँ अलिक सजिलो लाग्छ कि भन्न कि पब्लिकमा भन्नु पऱ्यो भने कि बोली फुट्छ कि नत्र मलाई अझै पनि याद छैन एउटा साथीहरू थियो क्या बाहिर विदेशको साथीहरू है अनि तिनीहरूसँग फर्स्ट टाइम बनाउनु लाग्यो त्यो बोली नै नफुट्ने क्या अझै सजिलो लाउँछ क्या जे नि त्यही हो कि बिस्तारै गर्दै गएपछि क्या त्यो जे सधैँ गऱ्यो त्यो त्यही त हो जे गरे नि सबैको डेन्जर हुन्छ भन्ने छैन गर्दै जाने हो कसैको हुन्छ कसैको हुन्छ ठिक छ भयो राम्रै भयो अब केहरू भइहालेन भने नि त्यो उसै नहाल्ने दुःख चाहिँ नमान्ने अब एटलिस्ट गरिएको भन्ने त हुन्छ नि त ट्राई त गरेँ नि त एटलिस्ट